हुक्सपन रक्षकको तयारी गर्दै हुनुहुन्छ। यी 15 प्रश्नमध्ये कम्तीमा 12 सही गर्नुभयो भने तपाईँ प्रतिस्पर्धामा अगाडि हुनुहुन्छ। हेलो एभ्रिवान, नमस्ते। हाम्रो फेसबुक पेज वनरक्षक तयारीमा तपाईँलाई हार्दिक स्वागत छ। सदाझैँ आज पनि म वनरक्षक पदको तयारी गरिरहनु भएको तपाईँहरूको लागि लोकसेवा आयोगबाट सधैँ सोधिने एकदम महत्त्वपूर्ण 15 प्रश्नहरू लिएर आएको छु। ल, आउनुहोस् अब प्रश्न सुरु गरौँ। आजको पहिलो प्रश्न रहेको छ, वन क्षेत्रको संरक्षण किन आवश्यक छ? यस प्रश्नको लागि अप्सनमा रहेका छन् अप्सन क वातावरणीय सन्तुलनका लागि, अप्सन ख जैविक विविधताको संरक्षणका लागि, अप्सन ग प्राकृतिक स्रोतहरूको दिगो उपयोगका लागि र अप्सन घमा रहेको छ माथिका सबै। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घको माथिका सबै। अब तपाईँहरूको लागि प्रश्न 2 मा रहेको छ, राष्ट्रिय निकुञ्ज ऐन अनुसार नेपालको संरक्षित वन्यजन्तुको सूचीमा कुन पर्दैन? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क मगरगोही, अप्सन ख सालक, अप्सन ग घडियालगोही र अप्सन घमा रहेको छ बाघ। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को मगरगोही। अब तपाईँहरूको लागि प्रश्न 3 मा रहेको छ, वन ऐन 2076 मा जम्मा कतिवटा परिच्छेद रहेका छन्? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क 87 वटा, अप्सन ख 100 वटा, अप्सन ग 17 वटा र अप्सन घमा रहेको छ 49 वटा। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ग को 17 वटा। अब तपाईँहरूको लागि प्रश्न 4 मा रहेको छ, विश्व वन दिवस कहिले मनाइन्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क मार्च 21, अप्सन ख अप्रिल 22, अप्सन ग जुन 5 र अप्सन घमा रहेको छ डिसेम्बर 31। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को मार्च 21। अब तपाईँहरूको लागि प्रश्न 5 मा रहेको छ, नेपालमा सरकारी वनको नीतिगत व्यवस्थापन र कार्यान्वयन मुख्यतया कसले गर्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क नेपाल प्रहरी, अप्सन ख वन विभाग, अप्सन ग गुठी संस्थान र अप्सन घमा रहेको छ घरेलु तथा साना उद्योग। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ख को वन विभाग। अब तपाईँहरूको लागि प्रश्न 6 मा रहेको छ, वन विनाशको मुख्य र प्रत्यक्ष कारण तलका मध्ये कुन हो? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क अनियन्त्रित रुख कटान, अप्सन ख वन्यजन्तु संरक्षण, अप्सन ग वृक्षारोपण र अप्सन घमा रहेको छ वन संरक्षण कार्यक्रम। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को अनियन्त्रित रुख कटान। अब तपाईँहरूको लागि प्रश्न 7 मा रहेको छ, नेपाल सरकारले सङ्कलन र निकासी दुवैमा पूर्ण रूपमा प्रतिबन्ध लगाएका रैथाने वनस्पति कतिवटा छन्? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क 6 वटा, अप्सन ख 2 वटा, अप्सन ग 12 वटा र अप्सन घमा रहेको छ 54 वटा। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ?
आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ख को 2 वटा। अब तपाईँहरूको लागि प्रश्न 8 मा रहेको छ वन प्राविधिक मापन अनुसार रुख हुनका लागि कति सेन्टिमिटर भन्दा बढी व्यास हुनुपर्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क 10 देखि 29 सेन्टिमिटर, अप्सन ख 10 देखि 30 सेन्टिमिटर, अप्सन ग 30 सेन्टिमिटर भन्दा माथि र अप्सन घ मा रहेको छ 10 सेन्टिमिटर मात्र। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ग को 30 सेन्टिमिटर भन्दा माथि। अब तपाईँहरूको लागि प्रश्न 9 मा रहेको छ प्रसिद्ध जडीबुटी पिप्ला सामान्यतया कति उचाइसम्मको वन क्षेत्रमा पाइन्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क तराईदेखि 1200 मिटरसम्म, अप्सन ख तराईदेखि 800 मिटरसम्म, अप्सन ग तराईदेखि 2000 मिटरसम्म र अप्सन घ मा रहेको छ माथिका कुनै पनि होइन। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को तराईदेखि 1200 मिटरसम्म। अब तपाईँहरूको लागि प्रश्न 10 मा रहेको छ नेपालमा हाल जम्मा कतिवटा संरक्षित क्षेत्रहरू प्रोटेक्टेड एरियाज रहेका छन्? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क 20 वटा, अप्सन ख 21 वटा, अप्सन ग 22 वटा र अप्सन घ मा रहेको छ 23 वटा। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घ को 23 वटा। अब तपाईँहरूको लागि प्रश्न 11 मा रहेको छ मध्य प्रदेशमा सबैभन्दा बढी कुन जिल्लामा सामुदायिक वन दर्ता भएका छन्? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क सिराहा, अप्सन ख धनुषा, अप्सन ग सप्तरी र अप्सन घ मा रहेको छ सर्लाही। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घ को सर्लाही। अब तपाईँहरूको लागि प्रश्न 12 मा रहेको छ नेपालको प्रचलित व्यवस्था अनुसार साझेदारी वनको टाँचा दर्ता गर्दा कति रुपैयाँ दस्तुर लाग्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क 500 रुपैयाँ, अप्सन ख 2500 रुपैयाँ, अप्सन ग 800 रुपैयाँ र अप्सन घ मा रहेको छ दस्तुर लाग्दैन। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घ को दस्तुर लाग्दैन। अब तपाईँहरूको लागि प्रश्न 13 मा रहेको छ नेपालको सन्दर्भमा तलका मध्ये कुन लोपोन्मुख वन्यजन्तुको सूचीमा पर्दछ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क गैँडा, अप्सन ख खरायो, अप्सन ग माछा र अप्सन घ मा रहेको छ सुगा। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को गैँडा। अब तपाईँहरूको लागि प्रश्न 14 मा रहेको छ नेपालमा खोटे सल्ला मुख्यतया कुन वनको प्रकार अन्तर्गत पाइन्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क उपोष्ण चोडपाते वन, अप्सन ख तल्लो शीतोष्णको वन, अप्सन ग उपोष्ण प्रदेशीय सल्लाको वन र अप्सन घ मा रहेको छ उपहिमाली वन। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ।
र अब यसको सही उत्तर रहेको छ अप्सन ग को उपोष्ण प्रदेशीय सल्लाहको वन। अब तपाईँहरूको लागि आजको अन्तिम प्रश्न प्रश्न 15 मा रहेको छ नेपालको प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज कुन नदीको किनारमा अवस्थित छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क कर्णाली नदी, अप्सन ख नारायणी नदी, अप्सन ग बागमती नदी र अप्सन घ मा रहेको छ महाकाली नदी। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेखनुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को कर्णाली नदी। अब तपाईँहरूले यस्तै लोकसेवा तयारी सम्बन्धी जानकारीमूलक भिडियोहरू चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज वनरक्षक तयारीलाई फलो गरी यो भिडियोलाई सेयर गर्नुहोस्, किनभने तपाईँको साथ र सपोर्टले नै हामीलाई हौसला मिल्नेछ भने तपाईँलाई सफलता मिल्नेछ। धन्यवाद।